प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलनमा भाग लिन बैङ्कक प्रस्थान गरेका छन्। थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैङ्ककतर्फ प्रस्थान गरेको हो। प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले विदाई गरे। त्यस्तै नेपाली सेनाको एक टुकडीले सम्मानगारद सलामी अर्पण गरेको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री स्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा 2 र गैर सरकारी क्षेत्रबीच 6 वटा समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। थाइल्यान्डका नरेशसँगको भेटपछि एक दिने औपचारिक भ्रमण सकिनेछ। त्यस्तै चैत 21 गते बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रि भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् भने चैत्र 22 गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको टोली यही चैत्र 23 गते स्वदेश फर्किनेछन्।